यस्तो बबालको अनौठो चिज भेटाएको छु मैले यहाँ। अनि यसलाई चाहिँ यहाँभित्र अड्काएर राखेको छु। यहाँ यो नरिवलको खोपटाभित्र अड्काएर राखेको छु होइन। यसले न्यु खोजिरहेको छ, खुब बाहिर निस्किने खुब कोसिस गरिरहेछ। अनि अनुहार हेर्दा चाहिँ पुरै गङ्गताको जस्तो छ, गङ्गताको जस्तो छ। अनि बडी स्ट्रक्चरहरू हेऱ्यो भने चाहिँ पुरै क्या घुँगीको जस्तो। के जाति होला खै, यो बाहिर निस्किँदा चाहिँ खुब कोसिस गरिरहेछ, तर मैले बाहिर निस्किन दिएकै छैन यसलाई। यहाँ अड्काइराखेको छु यहाँको ऊभित्र। ल अब यस्तो कोसिस गरिदिएको छ, पुरा बल लगाएर उ गरिराखेको छ यसले चाहिँ। हेरौँ न के रहेछ। त्यसको नङ्ग्रा चाहिँ यस्तो तिखो तिखो हुने रहेछ कि होइन, पुरा हातमा घोप्दिरहेकै हो कि त। अनि यसलाई चाहिँ सजाइदिएको छु, मेरो हातमा घोप्दिएको छ त्यसले। त्यही भएर यसलाई चाहिँ यहाँ त्यो नरिवलले मुसाले खाएको नरिवलको गत्ता छ त्यो भित्र हालेको छु, अड्काएर राखेको छु। बाहिर जानलाई खुब कोसिस गरिरहेको छ, तर दिँदैन बाहिर जानलाई। दिन्छु खुब। तैँले मलाई अघि नै घोपेको होइन, नघोपेको त तँलाई केही गर्थे, के पनि गर्दैन। मेरै उसमा हो, जति भागे नै कहाँ जान्छ र होइन। भागी छ। तपाईँ उता अगाडि जानु त, उता अगाडि फेरि जान्छ, यता फर्केर आउँछ। ल मजाले भाग्दैछ है, पुरा भागेको पुरै गङ्गो त क्या है हेर्दाखेरि। भागेको हेर्नु, भागेको हेर्नु, भागेको के गर्दो रहेछ हेरौँ है। यता हेर्दैछु पुरा गङ्गताको जस्तो छ है, नाक मुख पुरै गङ्गता क्या है। के जाति होला है यस्तो। निस्किनलाई है खन्दैछ त्यसलाई, त्यसलाई तल गाडेर राखेको छु क्या मैले। ल ल हेर्नु, ल हेर्नु, ल हेर्नु भाइ नि कहाँ जान्छ हेरौँ है। कहाँ भाग्छ हेरौँ है। चिज भेटेको छु क्या मैले। ल यो अचम्मको चिज होइन है, अचम्मको चिज भेटेको छु मैले। डराउँछ हेर्ने, बहुत अचम्मको चिज। त्यसलाई अलि झुम तोड्या भाइ, घोप्दो रहेछ यार। मुख भएको चिज हो नि त दाइ यो। खै यार घोप्यो कहाँ टुक्ने। यो टोको दाइ तपाईँलाई टोकिन टोक्न चाहिँ कस्तो अचम्म। अफ्रिकामा छु म चाहिँ होइन। अफ्रिकामा चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि यो घुँगी हुन्छ नि, घुँगी घुँगी हुन्छ नि, क्या डेन्जर घुँगी हुँदो रहेछ कि। अनि यो हेर्दाखेरि चाहिँ घुँगी नै हो, तर क्या खतरा हुँदो रहेछ कि। हेर्दा सेम घुँगी छ नि, अनि घुँगी के सेम घुँगी छ होइन। अनि भित्र हेर्दा त्यसको अनुहार चाहिँ कस्तो छ थाहा छ, पुरै गङ्गताको जस्तो छ कि हेर्नु। गङ्गता बाहिर निस्केर कस्तो जनावर भेटेको हौ मैले यहाँ। यहाँ उ गरौँ न ओए फानाजी, where are you going? Hello madam, how are you? What is this? What is this? I don't know, that's why I am looking. I've never seen this. No, this is like a crab. Brown? A crab, like a crab. Any snails go like this when the meat is already being. ल यस्तो यस्तो खतरा चिज हो। आँखा पनि रहेछ पुरै हेर्नलाई त। ल हेर्न फेरि तँ नघो भन्दा मान्दैनस्। मेरो हातमा औँलामा आएर घोप्ने कोसिस गर्छ यार। हेर्नु को अनुहार हेर्न फेरि यहाँ अड्काएर राख्दैछु यसलाई। ल हेर गङ्गतो घुँगी हो होइन, पुरै गङ्गतो जस्तो नि छ, घुँगी जस्तो पनि छ, के जस्तो पनि छ खै बुझ्नै सकेन। यसको सक्कल हेर्दा चाहिँ बहुत अनौठो छ। अहिले के गर्छ हेरौँ, निस्केर भाग्छ कि के गर्छ। अड्काएर राखेको छु। खुब कोसिस गर्दैछ यसले निस्किनलाई।
नरिवलको गत्ताभित्र लुकाएर राखेको छु यसलाई, अड्काएर राखेको छु। निस्किन खुब कोसिस गरिरहेको छु। बल पुरै न्वारानको बल निकाल्दैछ यसले। हेरौँ त्यहाँ अड्काएर राखेको छु। नरिवल त्यो मुसाले खाएको नरिवलभित्र पुरा न्वारानको बल निकालेर कोसिस गर्दैछ बाहिर आउने। के चाहिँ जाति होला हो यस्तो चाहिँ कहिल्यै देखेको छैन जिन्दगीमा। कोसिस गर्दैछ बाहिर निस्किनलाई कोसिस गर्दैछ यसले। यो समुद्र किनारमा पनि के भेटिन्छ यार। पुरा विषालु जनावरहरू पनि भेटिन्छ होइन। अनि के हो पुरै थरीको देख्न पाइन्छ यहाँ।